यो खुट्टालाई चाहिँ जति दुःख दिए तापनि तर यो मनमा चाहिँ खुसी मिल्दो रहेछ है। र त्यस्तै आजको हाम्रो यात्रा निकै कठिन पनि भयो तर पनि एकदम रमाइलो पनि भयो। र त्यस्तै यो यात्राको बारेमा म तपाईहरुलाई देखाउन गइरहेको छ र अन्तिमसम्म हेर्न चाहिँ नछड्नु होला। सो गाइस, वेलकम टु माई ब्लग। अब धेरै दिनपछि म एउटा लङ ब्लग बनाउँदै छु हैन। अनि यो ब्लग चाहिँ आज म चाहिँ एउटा ठाउँमा घुम्न जाँदै छौं। अनि त्यो ठाउँ चाहिँ म नि फर्स्ट टाइम जाँदै छु। अनि त्यो ठाउँ चाहिँ कस्तो रहेछ त्यसको बारेमा हैन अब के रहेछ भन्ने तपाईहरुलाई म जानकारी दिन चाहन्छु। अब त्यो चाहिँ तपाईहरुले अन्तिमसम्म साथ दिएर हेर्नु होला। अनि यो जंगलको हावाहुरीले चाहिँ हैन मेरो भोइस खासै सुन्दैन होला, त्यही पनि सुन्नुहुन्छ भन्ने म आशा छ तपाईहरुलाई। अब हेरौँ यो ठाउँमा आज हामीले के नयाँ देखाउन सक्छ या के नयाँ फिल लिन सक्छ हैन। म सँगसँगै हजुरहरु पनि फिल लिनु छ भनेर आशा छम। लेट्स सी। के हो यो? शीतल, सुनसान, एकदम सुरिलो हावा सँगसँगै हामी पनि रमाइदै छौं। अनि आजको यात्रा पनि विशेष हुनेछ, त्यसको लागि हामी ढुक्क छौं। त्यही भएर चाहिँ हामी यात्राको गन्तव्यमा लागेका छौं। यस्तो ठाउँ देख्न सक्नुहुनेछ जहाँ कोही नभएको ठाउँ, एकदम शान्त अनि शीतल। यो समयमा यस्तो ठाउँ पाउन चाहिँ धेरै गाह्रो हो। त्यही पनि हामीले खोजी यो ठाउँमा आइपुग्यौ आज। हेरौँ आज यो ठाउँमा चाहिँ हामीले के नयाँ चीज देख्न सकिन्छ र देख्नु हुनेछ। लेट्स सी गाइस। यस्तो खतरनाक बाटो रहेछ नि त। आम्मामामामा धन्नै लड्यो भनेको। आम्मामामामा यस्तो डेन्जर। हात आम्मामामा लडेर म चाहिँ ल हात पनि पुगिहालौँ। पानी चाहिँ खतरा छ है, खतरा। आम्मामामा यस्तो रहेछ नि। हामीले चाहिँ एकदम राम्रो एउटा खोला देखेको थियो र मैले पनि भिडियोमा तपाईहरु मार्फत सार्वजनिक गरेको पनि थियो। एकदम राम्रो थियो। फेरि यहाँ एउटा हामीले देख्न सक्छौं, त्यो चाहिँ कस्तो रहेछ हेरौँ। वाउ, दामी दामी दामी। यहाँबाट चाहिँ हामीले भित्रबाट हेर्न सक्नुहुनेछ। यस्तो दामी सुन्दर ठाउँ। लज्जा। आमामामा आज त के यार। बाटो चाहिँ यस्तो छ हैन। अब हामी चाहिँ जाँदै छौं। गाह्रो त गाह्रै छ। अब म चाहिँ भिडियो बनाउन सकिदैन। यहाँबाट भिडियो बनायो भने त म आफै खस्ला जस्तो छ। त्यही भएर भिडियो चाहिँ म यही बन्द गर्छु।
फाइनली हामी फर्केर फेरि यहीँ बाटो आइपुग्यो होला। यहाँबाट जानुपर्छ। यहाँ पानी परिसक्यो अनि हामी चाहिँ छाताहरू लिएर आएको थियो। सो त्यसैले हाम्रो लागि त छाताले हामीलाई सेफमा राखेका छन्। त्यसैले हामी छाता लाएर अझै हाम्रो कर्तव्यको यात्रा पुरा गर्नका लागि समय बाँकी छ। सो त्यसैले अझै हामी चाहिँ त्यसको लागि चाहिँ जाँदैछौँ हेल्पबोट। लास्टै कुरोले ढाकेको रहेछ। यस्तो पानी परेर हालत चाहिँ खराब भइसक्यो। तर पनि हामीसँग छाता भएर अनि खासै त्यस्तो प्रब्लम चाहिँ भएन। यस्तो कुहिरो रहेछ, हेर्नु सक्नुहुनेछ। हेर्नु साथीहरू चाहिँ आउँदैछ। फाइनली हामी चाहिँ फर्केर यहाँ तारेभिरमा आइपुग्यो। अब यहाँदेखि हामी तल झर्दैछौँ। अहिले त पानी सबै सुकेर एकदम राम्रो भ्यू देखिरहेछ। बब्बाल भ्यू देखिरहेछ, हेर्न सक्नुहुनेछ। हामी चाहिँ फर्किँदैछौँ। अब यही बाटो लाग्नुपर्छ। लगभग पुग्न लागेका छौँ। यहाँबाट यस्तो भ्यू राम्रो देख्न सक्नुहुनेछ। हेर्नु काठमाडौँ कस्तो राम्रो देखिरहेछ। चाहिँ हाम्रो यात्रा सकेर अब चाहिँ फर्केर आउँदैछौँ। एकदम राम्रो भ्यू छ। अनि यहाँबाट नि हामी चाहिँ अब तारेभिर झरेर तल झरिसक्यो। अब लगभग जगडलमा पुग्न लागेका छौँ। सो एकदम रमाइलो भयो। आजको दिन चाहिँ धेरै विशेष दिन भएको थियो। अनि साथीहरूसँग रमाउँदै कराउँदै नाच्दै गाउँदै यस्तो रमाइलोको दिन भयो होइन। हामीले राम्रोसँग होलिडे पनि मनायो, एकदम रमाइलो पनि भयो। अब चाहिँ यो भिडियो चाहिँ म यहीँसम्म भन्न चाहन्छु। अब फेरि हामी तर ढिलो आउँछ होला तर भिडियो चाहिँ, तर पनि केही छैन। फेरि हामी कुनै दिन यस्तै भिडियो बनाएर भेटौँ ल। नेक्स्ट ब्लग सी यू।